हामी सबजना होइन भगवान बिलिभ गर्छौँ कि त्यो मुस्लिम होस्, हिन्दू होस्, क्रिस्चियन हो होइन, जे पनि भयो नि हामी भगवान बिलिभ गर्छौँ कि। तर के तिमीहरूले सोचे हो भगवान भन्ने चिज कतै छ भनेर? कसैले सोचे छैनौ के। तिमीहरूले त्यो अन्धाधुन फलो मात्रै गरिराखौ के। होइन मलाई त लाग्छ होइन भगवान छैन, मैले अहिलेसम्म त भेटेकै छैन। म कसरी भनौँ भगवान छ भनेर? होइन तिमीहरूले भेटेछौ, देखेछौ भने होइन मलाई कमेन्ट गरेर भन होइन कि मैले देखेछु दाइ भनेर। मैले त देखेको छैन। म बिलिभ गर्दिनँ कि त्यही भएर गडमा। किनकि होइन गड भनेको मैले त महसुसै गरेको छैन नि, न मैले कहिले देखेको छु। कसरी म बिलिभ गरौँ के? होइन तिमीहरूले देखेछौ, तिमीहरूले बिलिभ गर्छौ होइन, मलाई बताऊ कहाँ छन् त्यो भगवान होइन। यदि भगवान भएको भए यो संसारमा होइन कति यस्तो मान्छेहरू मर्थ्यो, यति मान्छेहरू भुकमरीबाट मर्थ्यो होला। हँ यस्तो अपाङ्ग मान्छेहरू हुन्थेन, यति कठिनाइ हुन्थ्यो दुनियाँमा। त्यही भएर मलाई लाग्छ होइन भगवान त छैन। होइन तिमीहरूलाई थाहा छ होइन भने भन, म त खोजिरहेको छु, छैन पनि भन्दिनँ कि म। म त होइन यति त भन्न सक्छु नि कि मैले देखेको छैन, मलाई थाहा छैन। तिमीहरूले त डाइरेक्ट बिलिभ गरिराखौ के। तिमीहरूलाई थाहा छ भने मलाई बताऊ कहाँ छन् त्यो भगवान। किन यति धेरै भुकमरी छ होइन, किन यति धेरै कठिनाइ छ कि यो संसारमा? भन मलाई होइन। मलाई त थाहा छैन कहाँ छन् होइन, मैले बिलिभ गर्दिनँ। तिमीहरूले बिलिभ गर्छौ होइन, मलाई भन कहाँ छन् के। तिमीहरू क्वेसनै गर्दैनौ कि त्यो अन्धाधुन पुर्खाहरूले बनाएको होइन, त्यही बिलिभ गर्दै आइरहौ यार। यत्रो पढेको लेखेको के काम भयो कि जब तिमीहरूले क्वेसन गर्दैनौ, तिमीहरू अवेरै छैनौ भनेर।